सार्वजनिक गरेर त्यसपछि उपलब्धिलाई मुख्य हाइलाइट राखिदिनु अनुरोध गर्दछु। प्रदेश सरकार को 4 वर्ष पुगेको आजको विशेष अवसरमा आयोजित कार्यक्रम माननीय मन्त्रीज्यूहरू, राज्य मन्त्रीज्यूहरू, नीति आयोग, लोकसभा आयोग, जनलोकपाल लगायतका विभिन्न निकायका प्रमुखज्यूहरू र आजको यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण मिडियाका साथीहरू, प्रदेश सरकार स्थापना भएको आज 4 वर्ष पुगेको छ र यो समयमा प्रदेश सरकारले आफूले गरेका विभिन्न उपलब्धिहरू यो समयमा हामीले भोगेका विभिन्न समस्याहरूको बावजुद पनि यहाँका सञ्चारकर्मी साथीहरू, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुखहरू, उद्योगी व्यवसायी र सबैको सहयोगमा हामीले आफ्नो यो समय पुरा गरेका छौँ। हुन त यो सरकार गठन हुँदा दुई पार्टीको बीचको सरकार थियो। अहिले आएर हामी एउटा संघमा जसरी गठबन्धन छ त्यो गठबन्धनकै प्रतित्व हुने गरी आज प्रदेशमा सरकार बनेको छ र यो सरकार यो समयमा आफूले गरेका कामहरू निश्चित रूपमा यो डकुमेन्टमा यहाँहरू पाउनुहुनेछ। यहाँहरूले डिटेलमा आज यो यहाँहरूको सामु मेरा सबै मन्त्रीजीहरू पनि हुनुहुन्छ। सम्बन्धित विषयमा यहाँहरूको जिज्ञासा छ, सम्बन्धित विषयमा यहाँहरूको केही धारणा छ, जान्न खोज्नु भएको छ भन्दाखेरि हाम्रा मन्त्रीजीहरू पनि त्यसमा भाग लिनुहुनेछ र उहाँहरूसँग सम्बन्धित केही कुरा छ भने उहाँहरू जवाब दिनुहुनेछ। तथापि प्रदेश सरकार स्थापना भएपछि यहाँलाई थाहा छ कि हामीसँग आवश्यक ऐन कानुन थिएन। त्यसलाई हामी क्रमशः आवश्यकता अनुसार संविधानको अनुसूची 6 मा रहेका अधिकारहरूलाई लिपिबद्ध गर्दै हामी अहिलेसम्म 44 वटा ऐनहरू बनाइसकेका छौँ। हामीले चाहिने आवश्यकता अनुसार नियमावली र निर्देशिकाहरू, कार्यविधिहरू समेत बनाएर हामीहरू अगाडि बढेका छौँ। यहाँहरूलाई थाहा छ सुरुका दिनमा र अहिले पनि त्यो देखिएको छ, हामीले सीमित कर्मचारी प्राप्त भएपछि ती कर्मचारीहरूको सहयोगमा विभिन्न मन्त्रालयमा हामीले आफूले ल्याएका नीति कार्यक्रम, आफूले ल्याएका जुन विभिन्न किसिमका योजनाहरूलाई क्रमशः कार्यान्वयन गर्दै हामी गइरहेका छौँ। यो पिरियडमा हामीले यहाँलाई थाहा होला कि यो समयावधिमा हामीले आफूले बनाएका नीति कार्यक्रम अनुसार
क्रमशः बढ्दै जाने क्रममा यहाँहरूले पनि थाहा होला कि हाम्रो सुरुका दिनमा त हामीसँग आवश्यक पूर्वाधारको कमी पनि थियो, बस्ने ठाउँको कमी पनि थियो। त्यो बीचमा पनि सीमित कर्मचारीहरू र सीमित स्रोत साधनमा यहाँ आन्दोलनबाट स्थापित शक्ति भएको नाताले र यहाँका जनताहरूको विभिन्न चाहना आकांक्षाहरू भएकोले ती चाहना आकांक्षाहरूलाई सम्बोधन गर्ने हामी निरन्तर प्रयास गर्दै आएका छौँ। यसै क्रममा हेर्दाखेरि यहाँहरूलाई थाहा होला हामीले जसरी हामी अगाडि बढेका छौँ त्यसको चाहिँ लामो फेरिस यहाँ दिएको छ। तथापि म मेजर रूपमा म केही कुरा राख्न चाहन्छु। हाम्रो यो सानो पिरियडमा यहाँहरूलाई थाहा होला कि हाम्रै यो पिरियडमा सुरुका दिनमा पहिलो आर्थिक वर्षमै कुरा गर्दाखेरि हामी यहाँ हाम्रा बीचमा भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीको पनि सफल भ्रमण रह्यो। त्यस्तै भारतका उत्तर प्रदेशका माननीय मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण रह्यो। त्यसलाई पनि आफ्ना क्षमता, आफ्ना शक्ति र आफ्नो अनुसार एउटा त्यसलाई सफलताको रूपमा हामी चाहिँ यहाँ ल्याएर स्वागत गरेर त्यसलाई चाहिँ हामी एउटा सफल गर्यौँ। त्यस्तै यहाँले हेर्ने हो भने यो सानो पिरियडमा हामीले विभिन्न किसिमका समाजका रूपान्तरण गर्ने किसिमका अभियानहरू पनि सञ्चालन गरेका यहाँहरू देख्नुहुनेछ। समाजलाई रूपान्तरण गर्ने निश्चित रूपमा समाजमा रहेका कुरीति, समाजमा रहेका हाम्रा जस्तो जुन एउटा आर्थिक सामाजिक रूपमा पछि पारिएको र पछि परेका समाजमा रहेका विभिन्न किसिमका विकृतिहरूलाई जबसम्म महिलालाई सशक्त बनाइदिन, दलितलाई मेन स्ट्रिममा ल्याइदिन, उत्पीडनमा रहेका समुदायहरूलाई जबसम्म हामी अगाडि ल्याएनौँ निश्चित रूपमा यो समाजलाई रूपान्तरण गर्न सकिँदैन। यसको लागि यहाँहरूलाई थाहा होला जे बेटी पढाऊ बेटी बचाऊ अभियान हामी सुरु गऱ्यौँ। त्यसको लागि पनि यहाँलाई मैले जानकारी गराउँ कि छोरी शिक्षा बीमाका कार्यक्रम ल्यायौँ। बीचमा कोभिडको कारणले केही समय यो अस्थगित रहेको थियो, तर कोभिडको कारण अहिले चाहिँ हामी सञ्चालन गर्ने क्रममा छौँ। साइकल वितरण गर्ने कार्यक्रम पनि हामी सञ्चालन गऱ्यौँ। लोकसेवाका कक्षाका सञ्चालनहरू पनि हामी गऱ्यौँ र आउने दिनहरूमा ल्यापटप लगायतका कार्यक्रम वितरण गर्ने कार्यक्रम पनि हामी राखेका छौँ। यस्ता विभिन्न कार्यक्रमहरू महिलालाई हामी एनमै व्यवस्था गरेर जुन जातीय समुदाय जतिको सङ्ख्या छ, हामी महिला 50% रहनु भएको छ भने महिलाको लागि 50% यो चाहिँ एन र हाम्रो चाहिँ चाहे त्यो प्रदेश निजामती सेवा एन होस् या प्रदेश प्रहरी एन नियमावली एन प्रदेश निजामती सेवा एन र प्रदेश प्रहरी एन समेतमा पनि 50% महिलाको लागि आरक्षण गरेर गएका छौँ। त्यति मात्र होइन, जुन जातीय समुदाय जतिको सङ्ख्यामा छ त्यतिको सङ्ख्यामा हामी आरक्षण गर्ने हामी व्यवस्था गरेका छौँ। यानि दलित 17 छन् भने त्यसको आधी चाहिँ महिलाको त्यसमा दलित समुदायबाट पनि सहभागिता, त्यस्तै मुस्लिम समुदाय, मधेसी समुदायबाट पनि त्यतिकै विभिन्न जाति मधेसी समुदायभित्र रहेका विभिन्न जातीय समुदायहरूको त्यतिकै सङ्ख्यामा हामी चाहिँ रिप्रेजेन्टेसन होस् भन्ने हामी त्यसमा एनमै व्यवस्था गरेर गएका छौँ। त्यति मात्र होइन, हामीले यो प्रदेशमा निश्चित रूपमा दलितहरूसँग गर्ने भेदभावको कारणले हामी दलित सशक्तिकरण ऐन पनि ल्यायौँ र दलित इभेन्ट विकास समिति पनि गठन गरेर अहिले जे भए पनि हामी कामको सुरुवात गरेका छौँ। त्यति मात्र होइन, हामीले सुरुदेखि नै एउटा प्रतिबद्धता जाहेर गर्दै आएका छौँ। सुशासन कसरी कायम गर्ने भन्दाखेरि यो पहिलो प्रदेश हो जहाँ सुशासन सम्बन्धी तपाईँको हामी चाहिँ एउटा आयोग कमिसन नै गठन गरेर गएका छौँ। जनलोकपा हुन सक्छ होला, अहिले हामीसँग कर्मचारीको अभावको कारणले कर्मचारीको त्यसलाई निरन्तर अहिले जुन किसिमका काम गर्नेमा त्यसको चाहिँ तदारुकता हुनुपर्छ त्यो अहिले हुन सकेको छैन। तथापि हाम्रो विश्वास छ अब निकट भविष्यमै त्यसलाई चाहिँ प्रभावकारी किसिमले हामी चाहिँ अगाडि बढ्छ। र तपाईँले जानकारी गराउँ, हामी लोकसेवा गठन गर्नु पर्यो, लोकसेवा पनि गठन गरौँ। यहाँ नीति आयोग हामी गठन गर्यौँ, ऐनले यो प्रदेशमा ऐनको मार्फतले हामी नीति आयोग गठन गर्यौँ। इभेन सङ्घमा कुरा गर्दाखेरि त्यो गठन आदेशबाट क्याबिनेटको निर्णयबाट त्यहाँ पाउनुहुन्छ भने हामी ऐनबाट नै गठन गरेर चाहिँ यो कमिसनको गठन गरेका छौँ। त्यति मात्र होइन, हामीले आवश्यकता अनुसार आफूले चाहिने विभिन्न किसिमका अब मलाई लाग्छ छिटो नै यहाँ प्रदेशको यो जुन एउटा विभिन्न भाषा संस्कृतिलाई जगेर्ना गर्ने हिसाबले
प्रतिष्ठान गठन यो प्रज्ञा प्रतिष्ठान गठन गर्ने हामी यो मलाई लाग्छ छिटै नै हामी यसमा प्रक्रियाको थालनी गर्छौँ र यहाँ प्रदेश स्तरमा अब यहाँहरूलाई जानकारी होला कि हामीले ढिलै भए पनि हाम्रो विभिन्न कारणले हाम्रो सबै राजनीतिक दलको सहयोगले हामी अहिले राजधानी र प्रदेशको नामाकरण गर्न सफल भएका छौँ। यहाँ सबैलाई धन्यवाद। सबैको प्रयास इभेन यो सरकारभित्र रहेका दलहरू र सरकारभित्र नरहेका दल समेतको सहयोगले आज प्रदेशले नाम पनि पाएको छ, राजधानी पनि पाएको छ र त्यसलाई पनि प्रदेश सरकारले आफ्नो यो महत्त्वपूर्ण कामको रूपमा लिएको छ। त्यस्ता थुप्रै कामहरू यहाँहरूलाई म जानकारी गराउँ यहाँहरूलाई कि हामीले आवश्यकता अनुसार विभिन्न कामहरूको चाहिँ थालनी गरेका छौँ। जस्तो कि विभिन्न मन्त्रालयभित्र रहने तपाईँले हेर्दाखेरि पूर्वाधारकै कुरा गर्ने हो भन्दाखेरि अहिले यस आर्थिक वर्षदेखि हुन त हामी गत आर्थिक वर्षदेखि नै यो सुरु गरेका छौँ र यो आर्थिक वर्षदेखि यो प्रत्येक कन्स्टिट्युन्सीमा यो प्रदेशका प्रत्येक कन्स्टिट्युन्सीमा हामी 5 किलोमिटर चाहिँ रोड चाहिँ यो कालोपत्रको चाहिँ यो टेन्डर प्रक्रिया सुरु भइसकेको छ र त्यसमा हामी चाहिँ लागिसकेका छौँ। त्यस्ता थुप्रै त्यो बुकभित्र यहाँहरूले पाउनुहुनेछ। त्यसमा चाहिँ विभिन्न डेटाहरू छन्। हामी कति कालोपत्र गयौँ, कति के भन्छन् पिच कति चाहिँ रोड गरेका छौँ, कति हामी पुल बनाएका छौँ, कति हामी चाहिँ अब विभिन्न किसिमका कल्भर्ट बनाएका छौँ। यी डिटेलमा रहेका छन्। कति हामी घर बनाउन सकेका छौँ, सबै डिटेलमा त्यहाँ चाहिँ प्रस्तुति भएको यहाँहरू पाउनुहुनेछ। जस्तो कि सामाजिक विकासकै मन्त्रालयको अन्तर्गत तपाईँ हेर्नुहोला यो प्रदेश सरकारको एउटा ठुलो उपलब्धिको रूपमा रहेका छ कि हामी 3-3वटा युनिभर्सिटी चाहिँ अहिले बनाइसक्यौँ। न त अहिले चाहिँ यो मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले चाहिँ तपाईँ बुकमा पाउनुहुनेछ कि त्यसमा चाहिँ हामीले कतिसम्म हामी गरेका छौँ त्यो अहिले गठन भएर त्यहाँ पढाइ पनि अहिले चाहिँ 4वटा फ्याकल्टीको सुरु भइसकेका छ। भन्दाखेरि कृषि विश्वविद्यालय एनबाट नै ल्याएर त्यहाँ चाहिँ हिस्ट्री समेतको नियुक्ति भइसकेको छ भने विज्ञान तथा प्रविधि विश्वविद्यालय एन बनिसकेको छ र निकट भविष्यमै त्यसको चाहिँ अलि गठन भएर जाने चाहिँ प्रक्रिया छ। त्यस प्रक्रियामा छ। त्यसैले यो प्रदेशभित्रको एउटा महत्त्वपूर्ण उपलब्धिको रूपमा हामी चाहिँ यसलाई लिएका छौँ। यहाँ सबैलाई थाहा छ कि प्रदेश सरकार जो प्रायोरिटीका साथ कि यो कोरोना कालमा जसरी गम्भीरताका साथ जुन बेला कोरोना सुरु भयो कोभिड-19 त्यो बेला यो प्रदेशभित्र कुनै पनि यो पिसिआर मेसिन लगाएका कुनै पनि त्यस्ता थिएन, संरचना थिएन। त्यो संरचना अन्तर्गत हामी हरेक जिल्लामा अहिले जानुहुन्छ भने आफ्नो पिसिआर मेसिन जडानदेखि लिएर निःशुल्क किसिमले हामीले आफ्नो चाहिँ त्यो चेक जाँचको काम सुरु गऱ्यौँ र चेक जाँचको काम सुरु भएर अहिले चाहिँ मलाई लाग्छ अहिले पनि यो प्रदेशको जुन ल्याब छ ल्याबको कुरा गर्ने हो भने मलाई लाग्छ कि यो काठमाडौँपछिको काठमाडौँकै हाराहारीमा त्यस किसिमका हामी ल्याबको संरचना बनाइसकेका छौँ। त्यस्ता ल्याबको अवस्था मलाई लाग्छ कि अन्य प्रदेशमा अहिले छैन। त्यो स्तरको हामी ल्याब चाहिँ बनाउने क्रममा छौँ र बनाइ पनि सकेका छौँ। त्यस्तै थुप्रै यस्ता कामहरू छन्। तपाईँलाई म जानकारी गराउँछु कोभिडकै कालमा हामी चाहिँ कृषकहरूको यो जुन कृषक धान थोरै जुन लिएका कृषि विकास बैंक जुन सहकारीबाट जुन कृषि लोन लिएका थिए त्यसको 6 महिनाको रूपमा हामी त्यसमा चाहिँ करिब 22 करोड रुपैयाँ हामी खर्च गरेर कृषकको यो चाहिँ ऋण माफी कृषकको ऋणको ब्याज हामी चाहिँ माफ गर्ने कार्यक्रम राखेका थियौँ। त्यति मात्र होइन, हामीले यसका साथसाथै चाहिने यो प्रदेशमा निःशुल्क किसिमले चाहिँ यो पिसिआर टेस्ट होस् त्यो पिसिआर टेस्टको लागि हामीले चाहिँ प्रबन्ध गरेका छौँ। त्यस्ता थुप्रै हामी चाहिँ आफ्नो अनुसार तपाईँ हेर्नुहुनेछ कि विभिन्न जिल्लाहरूको हरेक कन्स्टिट्युन्सीमा चाहिँ एउटा प्राथमिक विद्यालयलाई हामीले चाहिँ प्रत्येक आर्थिक वर्षमा 25 लाखको दरले चाहिँ सपोर्ट गर्दै आएका छौँ। त्यहाँ प्राथमिक कक्षा सञ्चालन हो र विभिन्न स्कुलमा हामी नर्सदेखि लिएर आवश्यक पर्ने स्टाफहरू चाहिँ हायर गरेर हामी अगाडि बढेको अवस्था छ। त्यस्तै चाहिँ तपाईँ हेर्ने हो भने अब कृषिको सन्दर्भमा पनि तपाईँ थुप्रै त्यहाँ हामीले गरेका कामहरू चाहिँ डिटेल फेरिस यहाँ चाहिँ तपाईँहरू पाउनुहुनेछ। त्यहाँ चाहिँ हामी राखेका छौँ। त्यस्तै तपाईँ हेर्नुहुन्छ अन्य मन्त्रालयको रूपमा जस्तो कि यो पर्यटनको लोक मन्त्रालयको रूपमा जुन हामीले जुन गरेका कामहरू छन् विभिन्न चाहिँ पोखरीको सौन्दर्यीकरण गरेर विभिन्न जस्तो कि धार्मिक स्थलहरूको संरक्षणदेखि लिएर
यो प्रदेशमै अब जानकी मन्दिरको सौन्दर्यकरणदेखि लिएर रौजा मजा विभिन्न धर्मावलम्बीहरूको इभेन्ट तपाईँ पाउनुहुनेछ यो बनौलीमा विधा पतिजीको जुन एउटा त्यहाँ चाहिँ उनले समय बिताएका 12 वर्षको टी छ त्यसमा पनि हामीले चाहिँ त्यो चाहिँ अहिले निर्माणको क्रममा छ। त्यस्ता थुप्रै ठाउँको हामी आफ्नो सीमित स्रोत साधनले हामी त्यस्ता कामहरू गरिरहेका छौँ। त्यस्तै विभिन्न मन्त्रालयहरू अन्य मन्त्रालयको हकमा पनि तपाईँहरू त्यो बुकमा डिटेलमा पनि पाउनुहुनेछ। त्यसैले मलाई लाग्छ कि हामीले अब हेर्नु पर्दाखेरि चाहे अहिले तपाईहरुलाई म जानकारी गराउँ कि हामीले एकातिर हाम्रो सीमित स्रोत साधनलाई बजेट बनाएर नीति कार्यक्रममा आधारित बजेट बनाएर ल्याउनु पर्ने अवस्था थियो भने अर्को हामीलाई हामीसँग भएका अधिकार पनि जो संविधान त हामीले पाउनु पर्ने अधिकार त्यो पनि अधिकार चाहिँ अब संघीय सरकारबाट उपलब्ध नहुँदाखेरिको अवस्थामा अहिले पनि मलाई लाग्छ 6 वटा अहिले हाम्रा मुद्दा यो प्रदेश सरकारको मुद्दा अहिले तपाईँ पाउनुहुनेछ। तपाईको सर्वोच्च अदालतको संवैधानिक बेन्चमा अहिले मुद्दा चलिरहेको छ। एकातिर हामीले आवश्यक नियमावली निर्देशिका बनाएर हामीले आफूले सरकार सञ्चालन गर्नुपर्ने अवस्था देखियो भने अर्कातिर हामी के हेर्यौं भने कि हाम्रा लागि चाहिँ चाहिने अन्य कुराहरू जस्तो कि अब हामीलाई यहाँ अहिले पनि संघीय सरकारको कारणले गर्दा हामीले उहाँहरूको अनिच्छाले गर्दा अहिले तपाईहरुलाई थाहा छ कि यो प्रदेशभित्र हुने विभिन्न किसिमका जस्तो कि अब महिला हिंसादेखि लिएर दलितमाथिको हिंसादेखि लिएर विभिन्न किसिमका अपराधी गतिविधिहरू तर पनि हामीसँग प्रहरी नभएकोले प्रशासन नभएकोले प्रहरी प्रशासनको अभावमा पनि हामीले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने अवस्था छ। तपाईहरुलाई थाहा होला कि यसलाई पनि हामी आफ्नो तरिकाले चाहिँ जे भए पनि अब हामीसँग प्रहरी प्रशासन नभए पनि भएका पीडितहरूलाई जस्तो कि यसरी पीडितकै कुरा गर्ने हो भने हामी 50 लाख रुपैयाँ जो चाहिँ पीडित रहेका छन् हामी प्रदेश सरकार इमिडिएट चाहिँ दिने गरेका छौँ। चाहे पुलिस चाहिँ अब हिरासतमा पनि जो हाम्रा दलितहरू मारिएका थिए तिनीहरूको घरमा पनि समेत गएर हामीले चाहिँ उनीहरूलाई सहयोग गरेको अवस्था छ। दलित बच्चाहरूलाई हामीले चाहिँ त्यहाँ उनीहरू पढ्नको लागि पनि अप्ठ्यारोमा हुँदाखेरिको अवस्थामा प्रदेश सरकारले विगतमा चाहिँ उनीहरूलाई सहयोग गरेको आर्थिक सहयोग गरेको पनि अवस्था छ। त्यसैले अब यिनै बनिसकेपछि त्यस्ता समुदायलाई अब एउटा सिस्टमबाट हामीले कसरी सञ्चालन गर्ने भनेर काम सञ्चालन गर्ने त्यसरी हामी चाहिँ नीति लिएका त्यस्ता थुप्रै कामहरू छन् जसको यहाँलाई भन्दाखेरि मधेस आन्दोलनमा जुन जान गुमाएका शहीदहरूको यो मधेसी शहीद प्रतिष्ठान गठन गरेर हामीले चाहिँ हुन त प्रत्येक माघ 5 लाई बलिदानी दिवसको रूपमा मनाउँदै हामी आएका छौँ र बलिदानी दिवस मनाउने क्रममा हामी चाहिँ शहीद परिवारलाई हामीले अहिले 27 जनालाई अब विगत किसिमले जागिर पाएका छौँ। विभिन्न कारण त्यसको छ। केही शहीद परिवारका मान्छेहरू अब राजनीतिक अब हिसाबले पनि चुनाव लडेर चाहिँ हुनुभएको छ, केहीको मात्र बाँकी छ र त्यसको लागि पनि यदि हामीले हाम्रो तर्फबाट नोकरी दिँदा पनि उहाँहरूले यदि प्राप्ति छैन भने उहाँहरूको परिवारलाई भरण पोषणको लागि पनि हामी सर्टेन एमाउन्ट उहाँहरूलाई दिएर चाहिँ काम नगर्दा पनि उहाँहरूको परिवारलाई सर्भाइभलको लागि जस्तो कि प्राय जस्तो के देखिन्छ भने कि गरिब र पछि रहेका समुदायका नै व्यक्तिहरू भएकोले उहाँहरूलाई कसरी उहाँले भरण पोषणको लागि हुन सक्छ, उहाँहरूको अलिकता आर्थिक सपोर्ट कसरी हुन सक्छ। दलित हुन त शहीद परिवारको कुर्बानी शहीद परिवारको बलिदानीलाई हामी चाहिँ त्यसरी चाहिँ आकलन गर्ने एउटा पैसाले त मात्र हामी होइन तर पनि उहाँले सम्मान गर्ने प्रत्येक वर्ष जुन किसिमका सम्मान गर्ने हाम्रो जुन परम्परा छ। तपाईँ सुन्नुभयो होला कि अस्ति मात्र तपाईँको 1 गते यो जनयुद्धमा पनि अब शहादत दिएका यो प्रदेशका शहीदहरूलाई हामी सम्मान गर्यौं र त्यसलाई पनि हामी चाहिँ सम्मान गर्न कार्यक्रम पनि आयोजना गरेका छौँ। जसरी कि मैले यहाँहरूलाई म जानकारी गराउँ कि हाम्रो सीमित स्रोत साधनले पनि चाहे शहीद परिवार हो चाहे यो प्रदेशभित्र रहने विभिन्न किसिमका अब रोग जो जस्तो क्यान्सर अब तपाईँले भन्दाखेरि यो किडनी हार्ट लगायतका जुन यस्ता ठुला रोगहरू जुन चाहिँ अहिले कमन भइसकेका छन् हामीले आफ्नो स्रोत साधनले प्रदेश सरकारले इमिडिएटली निर्णय गरेर उहाँहरूलाई आर्थिक सहयोग दिँदै आएको क्रम छ। तसर्थ मलाई के लाग्छ भने हामी आफ्नो सीमित स्रोत साधनले कुनै पनि हाम्रा यो प्रदेशभित्रका चाहिने जुसुकै हाम्रा
दाजुभाइ दिदीबहिनीहरू जो चाहिँ पीडित रहेका छन् उहाँहरूको इमिडिएट सम्बोधन गर्ने, उहाँहरूको अलिकता भए पनि उहाँहरूलाई राहत दिने हामी चाहिँ आफ्नो स्तरबाट हामी चाहिँ प्रयास गरेका छौँ। त्यस्ता हाम्रो स्तरबाट थुप्रै यस्ता कामहरू छन् जो प्रदेशका तर्फबाट चाहिँ काम गर्ने चाहिँ प्रयास गरिएको छ। तसर्थ मलाई के लाग्छ, चाहे समाजका रूपान्तरणका कुरा हुन्, चाहे महिला अधिकारका कुरा हुन्, चाहे दलितको सशक्त बनाउने कुराहरूदेखि लिएर यो प्रदेशमा चाहिँ चाहे विकास निर्माणका कामहरू, चाहे चाहिँ यहाँ किसानहरूलाई चाहिँ अब राहत पुर्याउने कामदेखि लिएर हो कि हामीले आफ्नो स्तरबाट कुनै पनि समुदायलाई हामी चाहिँ त्यस किसिमको अहिले मलाई अब छिटो नै हामी चाहिँ अब हामी अहिले चाहिँ उद्योग बनाइसकेपछि नियमावली भनेर हामी चाहिँ जुन किसिमको खोजेको अनुसार हामी काम गर्न नसकेको अवस्था छ, छिटो नै हामी नियमावली बनाएर चाहिँ हामी चाहिँ जाने क्रममा छौँ र यो आफ्ना प्रदेशभित्रका अलिकता उद्योग धन्दाको कामलाई कसरी बढाउन सक्ने र कसरी चाहिँ हाम्रो रिसोर्स पनि बढाउने र उद्योग धन्दालाई स्थापना गर्नको लागि कसरी हामी त्यसलाई अगाडि बढ्नेदेखि लिएर थुप्रै कामहरू हामी चाहिँ गर्ने क्रममा छौँ। र मलाई लाग्छ कि जो किताबभित्र यहाँहरूले पाउनुभयो होला कि सबै थोक छ र यहाँहरूलाई केही छुटेको छ, केही कमी कमजोरी यहाँहरूलाई यदि कुनै हामीसँग जिज्ञासा छ, मलाई लाग्छ भन्दाखेरि त्यस्ता कुराहरूलाई यहाँ सुन्न सक्नुहुन्छ। र यो आजको कार्यक्रममा सम्बन्धित मन्त्रीज्यूहरू पनि हुनुहुन्छ, सम्बन्धित मन्त्रालयका मन्त्रीज्यू समेत भएकोले पनि यहाँहरूलाई केही क्लारिफिकेसनको लागि मसँग यदि सम्बन्धित छ भने म दिएको छु र केही म बाहेकका यदि कुनै मन्त्रीज्यूहरूसँग केही यहाँहरूको जिज्ञासा छ भने त्यो जिज्ञासा राख्न सक्नुहुन्छ। र मलाई लाग्छ कि यसको लागि यहाँहरूलाई अहिले मैले आफूले राख्नुपर्ने धारणाको लागि धन्यवाद। र तपाईँहरूको हातमा बुक छ र यो बुकबाट यहाँहरूले केही क्ल्यारिफिकेसन हुन चाहनुहुन्छ, केही जान्न चाहनुहुन्छ भने त्यसको लागि म फेरि पनि ल धन्यवाद। आवरणमा जितेन्द्र सोमलजीको तस्बिर छ। आज बिहान मात्र उहाँले एउटा टिप्पणी के गर्नुभएको छ भने मध्य प्रदेश सरकार लोक कल्याणकारी हुन सकेन। 7 महिना यता विभिन्न